के तपाईँ युवा नेता रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक हुनुहुन्छ? यदि हुनुहुन्छ भने आगामी निर्वाचनमा घण्टी चिन्हमा मतदान गरी उहाँ र उहाँको पार्टीलाई आफ्नो समर्थन जनाउन सक्नुहुन्छ। नमस्कार। आज म तपाईहरू सामु चर्चित युवा नेता रवि लामिछानेको जीवन, सङ्घर्ष र राजनीतिक यात्राबारे विस्तृत रूपमा प्रस्तुत गर्दैछु। आजको यो विशेष समाचार विश्लेषणमा हामी आम नागरिकको पीडा, आवाज र अपेक्षाको प्रतिनिधि बनेर उदाएका युवा नेता रवि लामिछानेको जीवन यात्रालाई नजिकबाट निहाल्नेछौँ। उनको जन्म र शिक्षादेखि सञ्चार माध्यम मार्फत समाजसँग जोडिएको साहसी सङ्घर्ष, राजनीतिमा प्रवेशपछि भोग्नु परेका सफलता र चुनौतीहरू तथा पछिल्लो समय बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएपछि देखिन सक्ने सम्भावना र जोखिमहरूबारे आज विस्तृत रूपमा चर्चा गर्दैछु। रवि लामिछानेको जन्म 13 सेप्टेम्बर 1975 2032 भाद्रमा काठमाडौँको नगरकोटमा भएको हो। सामान्य परिवारमा जन्मिएका उनी बाल्यकालदेखि नै जिज्ञासु, अन्यायप्रति प्रश्न उठाउने र समाजप्रति संवेदनशील स्वभावका थिए। प्रारम्भिक शिक्षा नेपालमै पूरा गरेपछि उच्च अध्ययन र व्यावसायिक अनुभवका लागि उनी विदेश पुगे। विदेशी अनुभवले उनको सोच र दृष्टिकोणलाई अझ फराकिलो बनायो। समाजमा दबिएका आवाज, पीडा र अन्यायलाई उजागर गर्ने चाहना नै उनलाई सञ्चार क्षेत्रमा ल्याउने मूल प्रेरणा बन्यो। यहीँबाट उनी पत्रकारिता र प्रस्तुतिकरणमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित भए। रवि लामिछाने रेडियो र टेलिभिजन कार्यक्रम सञ्चालकका रूपमा घर घरमा चिनिन थाले। उनले सञ्चालन गरेका कार्यक्रमहरू केवल कार्यक्रम मात्र थिएनन्। ती कार्यक्रमहरू पीडितका आँसु, अन्यायको प्रतिवाद र जनताको आक्रोशको अभिव्यक्ति थिए। भ्रष्टाचार, बेथिति, शक्तिको दुरुपयोग र सरकारी लापरवाही विरुद्ध उनले निर्भीक रूपमा प्रश्न उठाए। यही निडर शैलीका कारण उनी सञ्चालक मात्र होइन, आम नागरिकको भरोसा र आशाको प्रतीक बन्दै गए। सञ्चार माध्यमबाट निरन्तर आवाज उठाउँदा पनि संरचनात्मक परिवर्तन सम्भव नदेखिएपछि रवि लामिछानेले प्रत्यक्ष राजनीतिमा होमिने साहसी निर्णय गरे। पुरानो राजनीतिक संस्कार, दोहोरिएको नेतृत्व र केवल भाषणमा सीमित राजनीतिप्रति असन्तुष्टि जनाउँदै उनले नयाँ सोच, नयाँ संस्कार र नयाँ राजनीतिक संस्कृतिको नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी रासपा स्थापना गरे र संस्थापक अध्यक्ष बने। छोटो समयमै रासपा नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदायो, जसले स्थापित दलहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनायो। राजनीतिमा प्रवेशपछि रवि लामिछानेको यात्रा सहज रहेन। सुखद पक्षहरू: जनताको व्यापक समर्थन प्राप्त हुनु, युवा पुस्तामा अभूतपूर्व उत्साह र सक्रिय सहभागिता, वैकल्पिक राजनीतिप्रति बढ्दो भरोसा र विश्वास। दुखद पक्षहरू: कानुनी र राजनीतिक विवादमा फस्ने सम्भावना, निरन्तर आलोचना र आरोप खेल्नुपर्ने चुनौती, शक्ति संरचनासँगको कडा टकराव र दबाव। यी सबै चुनौतीका बीच पनि उनले आफूलाई हार नमान्ने अडिग र सङ्घर्षशील नेताका रूपमा प्रस्तुत गर्दै आएका छन्। काठमाडौँ महानगरका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएपछि नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ। सम्भावित सकारात्मक पक्षहरू: वैकल्पिक राजनीतिलाई अझ सशक्त बनाउने मौका, युवा पुस्तामा नयाँ उत्साह र सक्रिय सहभागिता जगाउने, प्रशासन र राजनीतिमा सुधारको साझा सोच अगाडि बढाउने, पार्टीको राष्ट्रिय स्तरमा प्रभाव र पहुँच थप मजबुत हुने। सम्भावित चुनौतीहरू: पार्टीको स्वतन्त्र पहिचान कमजोर हुने सम्भावना, नेतृत्व र निर्णय प्रक्रियामा मतभेद देखिन सक्ने, अत्याधिक अपेक्षाले दबाव बढाउने जोखिम, विरोधी शक्तिबाट तीव्र प्रतिकार वा आलोचना हुने सम्भावना। यसकारण यस्तो सहकार्य भावनामा होइन, स्पष्ट रणनीति र परिपक्व समझदारीका साथ अगाडि बढ्नुपर्ने विषय हो। रवि लामिछानेको यात्रा माइकबाट संसदसम्म, प्रश्नबाट नीति निर्माणसम्मको साहसी प्रयास हो। उनले उठाएका मुद्दा, देखाएको साहस र प्रस्तुत गरेको वैकल्पिक सोचले नेपाली राजनीतिलाई नयाँ दिशातर्फ मोड्ने प्रयास गरेको स्पष्ट देखिन्छ। यस्ता जानकारीमूलक र विश्लेषणात्मक सामग्री मन परेमा लाइक, शेयर र फलो गर्न नबिर्सिनुहोला। धन्यवाद। नमस्कार।